हेलो, नमस्कार। अहिले देशमा चुनावी माहौल चाहिँ नजिकिँदै गर्दाखेरि यतिखेर धेरै व्यक्तिहरूको ध्यान चाहिँ झापा ५ तिर केन्द्रित छ। किनकि हुनु स्वाभाविक पनि हो। विगतका चुनावमा भन्दा यसपालि झापा ५मा अलि छुट्टै खालको प्रतिस्पर्धा हुने देखिएको छ र यस्तो खालको प्रतिस्पर्धा हुनु जरुरी पनि थियो। किनकि देशलाई एउटा सक्षम लिडरको खाँचो थियो। देशलाई सकारात्मक दिशातिर डोर्याउने एउटा नेताको चाहिँ खाँचो थियो। त्यो चाहिँ अरू कोही नभएर अहिलेको युवा पुस्ताले रुचाइएको बालन शाह हुन् जस्तो लाग्छ मलाई चाहिँ। किनकि अरू नेताहरूले विगतमा धेरै वर्षसम्म राजनीति गरे तापनि देशलाई एउटा विकासको गतिमा दिन नसक्नुको कारण नेताहरू सबै भ्रष्ट भए, भ्रष्टाचार गरे, देशलाई एउटा युद्ध मैदान जस्तो बनाए, देशलाई भ्रष्टाचार गर्ने अखडा बनाए, देशलाई लुटे, देशलाई सकाए र जो व्यक्तिले पनि अहिलेको समयमा देशलाई साँच्चै नै माया गर्ने र देश विकास भएको हेर्न चाहने हो भने चाहिँ बालन शाहलाई नै समर्थन गर्छन् के। किनकि जसले गर्दैन त्यो कि त पार्टीको झोलै हुनुपर्छ कि होइन भनेदेखिको त्यो देशद्रोही हुनुपर्छ। अहिलेको समयमा देशलाई एउटा विकासको गति दिने नेताको खाँचो छ। त्यो पुराना नेताहरूमा त्यो क्षमता छैन। जो पनि आउँछ देशलाई लुट्ने भाँडो बनाए, देशलाई खोक्रो बनाइसके र अब पनि यिनै पुराना नेताहरूले जित्ने हो भने हाम्रो देशमा साँच्चै नै देश नरहने स्थिति रहन सक्छ देशमा। किनकि अहिलेको अवस्था हेर्ने हो भने देशलाई साँच्चै कङ्गाल बनाएर छाडेका हुन् पुराना दलहरूले, पुराना नेताहरूले। त्यही भएर एउटा सक्षम र योग्य व्यक्ति नागरिकले चाहिँ नयाँलाई एकखेप अवसर दिने मौका दिन खोज्छ। होइन भने पार्टीका झोले र यिनीहरूका आसेपासेले अझै देशलाई कङ्गाल बनाउनेवाला छन्, अझै देशलाई चुस्नेवाला छन्, अझै देशलाई लुट्नेवाला छन्। यिनीहरूकै भरौटेहरूले मात्र देशलाई के खोक्रो बनाउने एउटा माध्यम बनाए, कहिले विकास गर्न सकेनन्। त्यही भएर हामीले एकखेप झापा ५ का बासिन्दाहरूलाई मेरो अनुरोध छ कि यसपटक देशलाई एउटा निकास दिने पार्टी पो बन्न सक्छ कि रासोपा भन्ने मेरो